यस्तोमा त लागिहालेछ अलिक। साथीहरू चट्ट उँधो देख्न सक्नुहुन्छ होइन, उँधो त्यस्तो छ होइन, चट्टसँगले यहाँनिर देख्न सक्नुहुन्छ। फेरि यहाँनिर यस्तो जग्गा धान पुरा कल 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 हरियो फिर्किरहेको छ यहाँनिर चाहिँ। उँधो चाहिँ फेरि नाङ्गै छ है फेरि उँधो चाहिँ। साथीहरू देख्न सक्नुहुन्छ, हिजो मात्रै मैले यहाँ भिडियो गरेको थिएँ होइन, यहाँ पुरा कलकल राम्रो थियो है। अहिले चाहिँ पुरा गाई गोरुले खाएर चाहिँ केही राखेको छैन, देख्न सक्नुहुन्छ होइन। राति खुस्केर पुरा उता पारीको गाई गोरु चाहिँ सबै खुस्केछ होइन। अनि सबै यो खाएर चाहिँ केही राखेको छैन होइन, गरा सबै ठुट्टे बनाइदिएर सबै ठुट्टे ठुट्टे। 2-4 गरा रोप्नु भएको थियो, तौली धान भन्छ, तौली धान। यो चाहिँ सबै ठुट्टे बनाइदिएर गाईहरू देख्न सक्नुहुन्छ होइन, ठुट्टे। देख्न सक्नुहुन्छ है, अस्ति नैको धान चाहिँ यस्तो भइसकेको छ है, कल कल हरियो फर्किसक्यो हेरी। अब गाज लाउन आँटिसकेछ है। तल चाहिँ जोत्नु हुँदो रहेछ अङ्कलले।